तान्तिङ गाउँमा स्वागत छ। हाम्रो दिदीले स्वागत गर्नलाई साथीभाइहरूलाई पुरा रेडी हुनुहुन्छ। तपाईँको नाम के अरे दिदी? अनि यो होमस्टेको नाम के भन्नुभयो अरे? सामुदायिक होमस्टेमा आउनु होला सम्पूर्ण साथीहरू। यही घर हो। फोन नम्बर भनिदिनु त दिदी एकचोटि। मेरो फोन नम्बर 98 हजुर 41155। ए हुन्छ हुन्छ। सबैजना आइदिनु होला हाम्रो सामुदाय होमस्टेमा लोकल खाना खानलाई। हजुर अरु रमाइलो गर्नको लागि। अनि के देखिन्छ यहाँबाट भनिदिनु न। हिमालहरू नजिकै हिमाल देख्छ। अनि सेल्फी डाँडामा गयो भने राम्रो सबै गाउँ देखिन्छ। अनि उता झरना छ हेर्ने ठाउँ। हजुर तल गुम्बा छ, गुम्बा छ, माथि कोइबा घर छ। अनि यहाँ सबै गुरुङहरू मात्रै है? होइन, दलित समुदाय पनि जे होस् तपाईँहरू कति 70-80% चाहिँ गुरुङहरू हुनुहुन्छ होइन? 180 जति त गुरुङ समुदाय हुन्छ। हस्, धन्यवाद दिदी तपाईँलाई। सामुदायिक होमस्टे हो यो। बस्नको लागि एकदम राम्रो व्यवस्था छ। यहाँबाट पुरै हिमालहरू नै आनन्द देखिन्छ। यही घर हो। हाम्रो भाइहरू आउँदै हुनुहुन्छ। ल भाइहरू स्वागत छ। आउँदै हुनुहुन्छ हाम्रो भाइहरू। तान्तिङको होमस्टे हो यो। हाम्रो भाइहरूलाई स्वागत छ। कस्तो भइरहेछ साथीहरू? रमाइलो छ नि? कस्तो भइरहेछ? एकदम रमाइलो। हाम्रो भाइ फेरि आउँदैछन्। हेलमेट लिएर पाउने उता एउटा सानो भाइ आउँदैछ लास्टमा। उता जानु छ। सामुदाय सुन्नु न बाबा। हजुर भनिदिनु। सामुदाय होमस्टेको अध्यक्ष हो। हजुर यो सामुदायिक होमस्टेको अध्यक्ष हो तपाईँ? ए उहाँ दिदी चाहिँ हाम्रो यो तान्तिङ होमस्टेको सामुदायिक होमस्टेको अध्यक्ष पनि हुनुहुँदो रहेछ। कोही आउन इच्छुक हुनुहुन्छ भने दिदीलाई सम्पर्क गर्नु होला। एकचोटि फेरि फोन नम्बर भनिदिनु त। मेरो फोन नम्बर 98 हजुर अनि 41155। ए हुन्छ। हस्, धन्यवाद। यहाँबाट देखिने भ्यूहरू। अब भाइहरू पुरा यता रेडी छन् सबजना। हाम्रो यो रोनाल्डो भाइ, रोनाल्डोको पुरा बिग फ्यान। हाम्रो अध्यक्षज्यू, हाम्रा जनसेवा युवा क्लबका अध्यक्षज्यू प्रेममल। अहिले हामी यहाँ तान्तिङको होमस्टेमा बसेका छौँ। एकदमै रमाइलो, एकदमै।